फाइनली गाइज हैन दाइले पठाएको गिफ्ट चाहिँ यही हो हैन। यो स्ट्यान्ड पठाइदिनु भएको छ दाइले, एकदम राम्रो खालको पठाइदिनु भएको छ। स्ट्यान्ड पनि लाउन मिल्छ हैन, चट्टसँगले यहाँ मोबाइल अड्याएर हैन मजाले अब भ्लग बनाउँछु हैन। तपाईहरुले एकदम माया गरिदिनु होला मेरो भिडियोलाई सबैजनाले हैन, कसले हेर्दै हुनुहुन्छ सबैजनाले भिडियोलाई सब्स्क्राइब गरिदिनु, लाइक शेयर। हेलो गाइज, वेलकम ब्याक टु माई न्यू भ्लग। आई होप तपाईहरु आराम सन्चै हुनुहुन्छ होला। म पनि एकदम फिट एन्ड फाइन छु भन्नुपर्छ है। अहिलेको समयमा चाहिँ एकदमै म चाहिँ बसिराखेको छु हैन। तपाईहरु के गर्दै हुनुहुन्छ? गर्मी चाहिँ लास्टै बढिरहेछ है। अब गर्मी के भन्नुहुन्छ र के साह्रो के गर्मी, त्यो हावा पनि चल्दैन, रुखको पातहरू पनि हल्लिँदैन। पुरै जाम भइरहेछ। लास्टै गर्मी बढिरहेछ। तपाईहरुकोतिर के छ कस्तो छ अवस्था हैन, कमेन्ट गर्नुहोस्, यसो हामी पनि बुझ्न पाऊँ हैन तपाईहरु कुन ठाउँबाट हेर्दै हुनुहुन्छ। अनि मेरो भिडियो चाहिँ एकदमै आज मात्रै हेर्दै हुनुहुन्छ भने प्लिज च्यानललाई सब्स्क्राइब गर्नुहोस् हैन। एकदमै राम्रो राम्रो भिडियो तपाईहरुको सामुमा ल्याउने नै छु। यस्तै भिडियो म बनाइराख्छु हैन। सायद अब अस्ति न्यू इयरदेखि अझै बनाउँदैछु मैले भिडियो हैन। भिडियो बनाउनु पनि खासै पाइँदैन, यस्तै हो, गाह्रो छ। अनि फाइनली म चाहिँ यस्तो हैन, पहिला गिफ्ट आएको छ है मलाई चाहिँ, त्यो स्ट्यान्ड रोमानियाबाट गिफ्ट पठाइदिनु भएको छ दाइले हैन। म यसरी नै भ्लग बनाउँथेँ नि त हैन, हातमा यसो मोबाइल पक्रेर चट्टसँगले यसरी मोबाइललाई क्याच गरेर मैले भिडियो बनाउँथेँ क्या। अनि भाइको साह्रो बिजोग देखेर नै पठाउनु भएको होला जस्तो लागिरहेछ मलाई अहिले चाहिँ हैन। एकदमै दाइलाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु हैन। दाइले रोमानियाबाट मलाई माया गरेर स्ट्यान्ड गिफ्ट पठाइदिनु भएको छ। मैले गिफ्ट पनि पाइसकेँ हैन। स्ट्यान्ड गिफ्ट पनि म देखाउँछु तपाईहरुलाई हैन। राम्रै पठाइदिनु भएको छ चट्टसँगले। अब चाहिँ स्ट्यान्डमा मोबाइल लाएर हैन परबाट बनाउँछु, भिडियो बनाउन अलिक सजिलो हुन्छ हैन। हात लास्टै गल्थ्यो क्या, मैले पहिले भिडियो बनाउँथेँ म बनाउन चाहिँ, तर त्यो हैन अम्लाले च्याप्नु पर्थ्यो नि त हैन। अम्लाले च्यापेपछि कस्तो धेरै बेर च्याप्दाखेरि मोबाइलले हैन पुरै खान्थ्यो क्या अम्लाहरू, अनि पुरै गाह्रो हुन्थ्यो। अब चाहिँ सजिलो हुन्छ होला। धेरै धेरै धन्यवाद दाइ, रमेश न्युपाने दाइ। एकदमै धेरै धेरै सम्झना अनि मिठो माया छ है। तपाईले भाइलाई सम्झेर हैन रोमानियाबाट मलाई गिफ्ट पठाइदिनु भएको छ। तपाईलाई मनैदेखि धन्यवाद, धेरै सम्झेको छ भन्न चाहन्छु है त दाइ। फाइनली गाइज हैन दाइले पठाएको गिफ्ट चाहिँ यही हो हैन। यो स्ट्यान्ड पठाइदिनु भएको छ दाइले, एकदम राम्रो खालको पठाइदिनु भएको छ। स्ट्यान्ड पनि लाउन मिल्छ हैन, चट्टसँगले यहाँ मोबाइल अड्याएर हैन मजाले अब भ्लग बनाउँछु हैन। तपाईहरुले एकदम माया गरिदिनु होला मेरो भिडियोलाई सबैजनाले हैन, कसले हेर्दै हुनुहुन्छ सबैजनाले भिडियोलाई सब्स्क्राइब गरिदिनु, लाइक शेयर सब्स्क्राइब गरिदिनुहोस् भन्न चाहन्छु है त। एकदम म चाहिँ स्ट्रगल फेजमा छु अहिले चाहिँ। एकदमै तपाईहरुको साथ सपोर्ट र तपाईहरुको न्यानो माया मलाई एकदमै इम्पोर्टेन्ट छ। त्यही भएर सबैजनाले माया गरिदिनु होला। यो भिडियोलाई कसले हेर्दै हुनुहुन्छ सबैजनाले शेयर गरिदिनुहोस् र सब्स्क्राइब पनि गरिदिनुहोस् भन्न चाहन्छु है त। दाइले एकदमै राम्रो पठाइदिनु भएको छ मलाई, रोमानियाबाट गिफ्ट पठाइदिनु भएको राम्रो छ। अब चाहिँ म आउँदा दिनहरुमा यो स्ट्यान्डमा मोबाइल लाएर एकदम मजाले भिडियो बनाउँछु। दाइ तपाईले पठाएको गिफ्ट मैले पाइसकेको छु, एकदमै राम्रो छ। ल ठिक छ, धेरै धेरै धन्यवाद दाइ। अब म आउँदा दिनमा चाहिँ यहीबाट दामी बनाउँछु है त दाइ। अब तपाईलाई मैले एकदमै मनैबाट धेरै धेरै धन्यवाद दिन चाहे दाइ। मलाई एकदम आवश्यक पनि थियो हैन, म हातले नै एकदम पक्रेर बनाउँथेँ। अहिले चाहिँ अब यसले बनाउँदा अलिक सजिलो हुन्छ होला। यस्तो यो स्ट्यान्डको डाक्लो समात्यो हैन, अनि पर मोबाइल राख्यो अनि चट्टसँगले तान्यो हैन यसरी। ल बवाल हुन्छ जस्तो लागिरहेछ हैन। अब म नेक्स्ट भिडियो चाहिँ योबाट म बनाउँछु है त गाइस। यही हो मेरो भिडियो चाहिँ, हातले पक्रेर बनाएको। अब चाहिँ म स्ट्यान्डबाट भिडियो बनाउँछु। सबैजनाले माया गरिदिनु होला भन्न चाहन्छु है त गाइस। टाटा बाई बाई।